फरेक्स ट्रेडिङ नेपालमा इल्लिगल हो यो एक्ज्याक्ट कुरा त धेरैजनाले सुनिरहेको नै होला। फरेक्स नेपालमा इल्लिगल हो। अनि अर्को फेरि मान्छे आएर के भन्छ, हैन फरेक्स त नेपालमा लिगल हो, मैले 5 वर्षदेखि गरिरहेको छु त फरेक्स ट्रेडिङ, किन इल्लिगल? यस्तो धेरै कुराहरू तिमीहरूले सुनिरहेको हुन्छौ। तर सो व्हाट्स द ट्रुथ? एक्चुअल ट्रुथ चाहिँ के हो त? साँचो कुरा चाहिँ कसले बोलिरहेको छ त? त्यो कुरा चाहिँ म आज यो भिडियो थ्रु तिमीहरूलाई सिम्पल भाषामा बुझाउनेवाला छु र मेरो पर्सनल ओपिनियन पनि तिमीहरूलाई दिनेवाला छु के ठीक हो र के गलत हो भनेर। अनि ट्रस्ट मी, इफ यु आर ट्रेडिङ फ्रम नेपाल or planning to start trading, this is a video you should watch before depositing a single dollar into your account. The main kura, why is everyone confused? The biggest reasons there's so much confusion is because people use the word forex to describe everything. अब ट्रेडिङ रिलेटेड केही कुरा गर्ने बित्तिकै भन्ने बित्तिकै मान्छेहरूले जेमा पनि फरेक्स घुसाइदिन्छ हैन, अनि त्यसले चाहिँ झन् कन्फ्युजन क्रिएट गरिरहेको छ। बट देयर आर एक्चुअली 4 डिफरेंट थिंग्स है। फर्स्ट भनेको लर्निङ फरेक्स, फरेक्सको बारेमा बुझ्ने, फरेक्स भने के हो त्यो कुरा थाहा पाउने बुझ्ने। सेकेन्ड कुरा भनेको ट्रेडिङ भ्यू हैन, ट्रेडिङ भ्यू भने के हो। थर्ड कुरा भनेको ट्रेडिङ द मार्केट, एक्चुअल मार्केटमा गएर अर्डरहरू प्लेस गर्ने, ट्रेड गर्ने। फोर्थ कुरा भनेको सेन्डिङ मनी आउटसाइड अफ नेपाल। अब तिमीहरूको ब्रोकर के होला, तिमीहरूले डिपोजिट गर्छु भनेर सोच्छौ, त्यति बेला आउने बित्तिकै मेन क्वेशन भनेको तिमीहरूले पैसा बाहिर पठाउनु पर्यो हैन, अफसोर ब्रोकरमा पठाउनु पर्यो जुन चाहिँ नेपालमा छैन हैन। सो दिस 4 थिंग्स आर कम्प्लिटली डिफरेंट। मेन कुरा भनेको तिमीहरूले युट्युबमा ट्रेडिङ रिलेटेड भिडियो हेर्नु त्यो पनि ठीक छ, नर्मल हो त्यो कुरा, त्यो हेरे भिडियो हेरे भन्दैमा डराउनु पर्ने होइन हैन। अर्को कुरा भनेको प्र्याक्टिसिङ इन डेमो अकाउन्ट, डेमो अकाउन्टमा तिमीहरूले ट्रेड प्लेस गर्न सक्छौ, यताउता सिक्न सक्छौ, खेल्न सक्छौ हैन, त्यो पनि केही प्रब्लम भएन डेमो अकाउन्ट हैन। नेक्स्ट कुरा भनेको के हो भन्दाखेरि तिमीहरूले ट्रेडिङ भ्यूमा चाहिँ तिमीहरूले चार्टहरू एनालाइज गर्न पायौ, त्यसमा पनि केही प्रब्लम भएन, किनभने ट्रेडिङ भ्यू इज जस्ट अ प्लेटफर्म हैन। मेन कुराहरुको के आउँछ भन्दाखेरि द लिगल क्वेशन स्टार्ट्स व्हेन रियल मनी नीड्स टु मुभ अक्रस बोर्डर्स। अब तिमीहरूले पैसा डिपोजिट गर्न थाल्छौ नि, पैसा डिपोजिट गर्नु पर्यो ब्रोकरमा भन्छौ नि, त्यति बेला के गर्नु पर्यो, बेसिकली तिमीहरूले पैसा देश बाहिर पठाउँदैछौ, पोइन्ट टु बी नोटेड। अब धेरैजना मान्छेहरूले के सोचिरहेको हुन्छ त भन्दाखेरि नेपाल सरकारले चाहिँ तिमीहरूले कुनै पनि एउटा करेन्सी पेयर ट्रेड गर्दाखेरि हुन्छ, युरो युएसडी होस् अथवा जीबीपी युएसडी होस् अथवा गोल्ड नै किन नहोस्, तिमीहरूले त्यो ट्रेड गरिरहेको छ भने नेपाल सरकारले तिमीहरूलाई हेरिरहेको छ, मोनिटर गरिरहेको छ भन्ने कुरा चाहिँ सबैको यो क्वेशन हुन्छ, यो बुझाइ हुन्छ सबैको। तर द्याट्स नट रियली हाउ इट वर्क्स हैन। द फोकस अफ नेपाल्स फरेन एक्सचेन्ज लज इज अन हाउ मनी एन्टर्स एन्ड लिभ्स द कन्ट्री। कसरी चाहिँ पैसा चाहिँ युएस डलर बाहिरको पैसाहरू चाहिँ कसरी भित्र आइरहेको छ र कसरी बाहिर गइरहेको छ हैन, नेपाली पैसाहरू भनेर, त्यो चाहिँ मेन कन्सर्न हो नेपालको फरेन एक्सचेन्ज लको चाहिँ हैन। त्यही भएर नेपाल राष्ट्र बैंकले नै पनि टाइट र एकदमै स्ट्रङ रेगुलेसनहरू लगाउनुको मेन कारण पनि यो है। अब तिमीहरूलाई मैले सिम्पल रूपमा एउटा एक्जाम्पल दिनु पर्यो भने चाहिँ अब जुन कुनै नेपालीले पनि जति बेला मन पारे त्यति बेला हैन, ओपनली फ्री वेमा चाहिँ जति रकम चाह्यो उनीहरूले त्यति रकम चाहिँ टक्क नेपाली रुपीज चाहिँ युएस डलरमा कन्भर्ट गरेर फ्रीली ओपनली हैन, जति बेला मन पारे त्यति बेला नै तिमीहरूले विदेश पठाउन थाल्यो हैन, मजाले जति ठुल्ठुलो बिग अमाउन्टहरू पठाउन थाल्यो हैन, रेगुलेटेड अमाउन्ट भन्दा। अथवा अब तिमीहरूलाई एक्जाम्पल दिनु पर्दाखेरि चाहिँ अब नेपालीहरूले चाहिँ जति रकम चाह्यो त्यति रकम जति बेला मन लाग्यो त्यति बेला नै तिमीहरूको नेपाली रुपीजलाई चाहिँ युएस डलरमा कन्भर्ट गरेर चाहिँ विदेश पठाउन थाल्यो हैन, मन परि त्यो गर्न थाल्यो भने के हुन्छ भन्दाखेरि प्रेसर आउन थाल्छ हाम्रो नेपालको फरेन करेन्सी रिजर्भमा, प्रेसर आउनु भयो हैन, किनभने नेपालको फरेन करेन्सी रिजर्भमा इफेक्ट पर्न सक्छ हैन। जति बेला मन पारे त्यति बेला जति रकम चाहे त्यति रकम नै पठाउन थाल्यो भने हैन, इट क्रिएट्स प्रेसर अन द नेपाल फरेन करेन्सी रिजर्भ्स हैन। सो बिगर पिक्चरमा चाहिँ त्यो हो मेन प्रब्लम। त्यही भएको कारणले नै स्ट्रिक्ट रेगुलेसन र स्ट्रिक्ट ल चाहिँ छ नेपालमा रादर देन अरू देशहरू भन्दा हैन, त्यो अस्ट्रेलिया युकेहरू भन्दा चाहिँ धेरै स्ट्रिक्ट ल हुनुको मेन कारण चाहिँ त्यो हो हैन। त्यही भएको कारणले मान्छेहरूले चाहिँ सिम्पली के भनिन्छ, नेपालमा चाहिँ फरेक्स इल्लिगल छ भन्छ, तर त्यो बिगर प्रब्लम कम्प्लेक्स प्रब्लम चाहिँ त्यो हो। तर नेपालले सिम्प्लिफाई गरेर चाहिँ नेपालमा फरेक्स इल्लिगल छ भनेर चाहिँ यो अहिले राउन्ड्स। ओके, नाउ लेट्स टक अबाउट द क्रिप्टो कन्फ्युजन। अब सबैजनालाई फेरि अर्को कन्फ्युजन पनि के छ भन्दाखेरि क्रिप्टोको बारेमा पनि कन्फ्युजन छ नेपालमा हैन। सो नाउ लेट्स टक अबाउट क्रिप्टो। अनि दिस इज वेयर आई वान्ट एभ्रीवन टु पे अटेन्सन, एकदम क्लियरली अटेन्सन दिएर यो पार्ट चाहिँ राम्रोसँग हेर है सबैजना। जसरी चाहिँ हैन फरेक्सको बारेमा चाहिँ अब नेपाल राष्ट्र बैंकले भनिसकेको छ त्यो नियमहरू जुन कुनै मैले अगाडि डिस्कस गरेँ, त्यसरी नै नेपाल राष्ट्र बैंक हैज रिपिटेडली स्टेटेड दैट क्रिप्टो करेन्सी ट्रान्जेक्सन आर प्रोहिबिटेड एन्ड इल्लिगल हैन। रिपिटेडली भने छ नेपाल राष्ट्र बैंकले, इभन रिटर्न फर्ममा नै छ नेपाल राष्ट्र बैंकको माध्यम थ्रुबाट यो क्लियरली स्टेट गरेको छ कि एक्चुअल क्रिप्टो करेन्सी ट्रान्जेक्सन्स फ्रम क्रिप्टो एक्सचेन्जेस इज प्रोहिबिटेड एन्ड इल्लिगल भनेर हैन। तर पनि मैले देखिरहेको छु कति पनि हाम्रो यो ट्रेडिङ रिलेटेड भिडियो बनाउनेहरू स्टिल प्रमोट गरिरहेको छन् कि डाइरेक्टली क्रिप्टो युज गरेर चाहिँ युएसडीटी किनेर बाइनेन्समा युएसडीटी किनेर बाइनेन्स थ्रु चाहिँ आफ्नो ब्रोकरमा डिपोजिट गर भनेर ओपनली भिडियो बनाएर प्रमोट गरिरहेको छन् हैन। उनीहरू के गरिरहेको छन्, यो मात्र आफ्नो फाइदाको लागि गरिरहेको छन् हैन। त्यसमा केही डिस्कसन छैन, फेरि लिगल रिस्क के छ, यसको कन्सिक्वेन्सेस के छ भनेर चाहिँ त्यो चाहिँ कसैले पनि मेन्सन गर्दैन, किनभने उनीहरूलाई आफ्नो फाइदा नै हेर्नु छ। मात्र यसरी डिपोजिट गर बाइनेन्समा गएर युएसडीटी किन अनि त्यसपछि डिपोजिट गर ब्रोकरमा, यति सिम्पल भनिदियो मात्र आफ्नो फाइदाको लागि। पर्सनली आई डोन्ट एग्री विथ प्रोमोटिङ इट द्याट वे। मलाई चाहिँ यसरी कहिले पनि प्रमोट गर्न मन लाग्दैन, सिन्स दिस हैज बीन कम्प्लिटली स्टेटेड बाइ नेपाल राष्ट्र बैंक दैट क्रिप्टो करेन्सी ट्रान्जेक्सन आर प्रोहिबिटेड एन्ड इल्लिगल। अनि मेन कुरा भनेको जो कोहीले पनि यसरी भिडियो बनाएको रहेको छन् कसरी डिपोजिट गर्ने के गर्ने भनेर, इफ यु आर गिभिङ अ फाइनान्शियल एजुकेसन यु अल्सो हैव द रेस्पोन्सिबिलिटी टु
एक्सप्लेन द रिस्क है रिवार्डको मात्र एक्सप्लेन गरेर भएन तिमीहरूले डिपोजिट गरेर ट्रेड गरेपछि पैसा आउँछ मात्र कुरा नभनी तिमीहरूले रिस्कको पनि एक्सप्लेनेसन देऊ यसको पछाडि रिस्क के छ त यदि तिमीहरूले क्रिप्टो युज गरेर क्रिप्टो डिपोजिट गर्दैछौ भने है यो कुरा पनि पोइन्ट गर तर फेरि अझै मान्छेहरुमा एउटा क्वेशन आइरा होला यस्तो सिनारियो छ भने हैन यदि यो इलिगलै छ भनिसकेछ प्रोहिबिटेड छ भनिसकेछ नेपाल राष्ट्र बैंकले नै भने किन चाहिँ मान्छेहरुले स्टिल ट्रेड गरिरहेको छन् त भनेर फेरि त्यो क्वेशन सबैकोमा आउँछ है तर मेन कुरा तिमीले के बुझ्नु पर्यो भन्दा जस्ट बिकज अफ मेनी पीपल आर एक्सेसिङ इन्टरनेशनल ब्रोकर्स अर प्लेटफर्म्स अर ट्रेडिङ प्लेटफर्म्स अनलाइन हैन दैट डज नट मीन इट अटोमेटिकली एन्सर्स योर लीगल क्वेशन के इन्टरनेट भइसकेपछि फाइनान्शियल मार्केटहरु अलमोस्ट जताततै एक्सेसिबल छ तर त्यो भन्दै लीगल क्वेशन के हो लीगलिटीको एन्सर चाहिँ यतिकै आउँदैन ट्रेड गरिरहेको छ भन्ने बित्तिकै मान्छेहरुले पपुल्यारिटी एन्ड लीगलिटी आर टु डिफरेन्ट थिंग्स अनि डेफिनेटली यो कारणले नै यदि तिमीहरुलाई ट्रेडिङमा आउनु छ ट्रेडिङ इन्डस्ट्रीमा छिर्नु छ ट्रेडिङ गर्नु छ भने मैले रेकमेन्ड गर्ने भनेको नै नेपालबाट फन्डेड अकाउन्ट छ अब यहाँ मैले कुरा गरौँ आफ्नो बारेमा मैले कुरा गर्न चाहे अब म नेपालमा हुने बेलामा कहिले पनि मैले ट्रेडिङको बारेमा केही थाहा पनि पाइनँ ट्रेडिङ भन्ने कुरा मैले बुझ्दा पनि बुझिनँ केही पनि थाहा थिएन मलाई जब म अस्ट्रेलिया आएँ त्यति बेला आइसकेपछि मात्र ट्रेडिङ भन्ने कुरा मैले बुझेँ इन्ट्रेस्ट हुँदै गयो त्यसपछि म यो इन्डस्ट्रीभित्र छिर्याँ हैन नेपालबाट मलाई केही पनि थाहा थिएन तर अहिलेको मेरो यो जति पनि एक्सपिरियन्स छ अथवा मैले जति कुरा पनि बुझिरहेको छु अथवा हाम्रो यो नेपाली ट्रेडर्स मेरो नेपाली ट्रेडिङ कम्युनिटीको साथीहरू दाजुभाइहरू हुनुहुन्छ जहाँ सबैजनासँगबाट मैले फिडब्याक लिएर कुरा गर्नु पर्दाखेरि फन्डेड अकाउन्ट प्लेटफर्मबाट ट्रेड गरेर दैट विल बी द बेस्ट अप्सन फर यु हैन सो एक्चुअली इन्स्टेड अफ पुटिङ थाउजन्ड्स अफ डलर्स इन्टु योर पर्सनल ट्रेडिङ अकाउन्ट यु आर प्रुभिङ योर स्किल थ्रु एन इभ्यालुएसन हैन इभ्यालुएसन पास गर इभ्यालुएसन फन्डेड च्यालेन्जहरु पास गरेपछि त्यो एक्चुअल क्यापिटल नै वन्स यु पास यु आर ट्रेडिङ द फर्म्स क्यापिटल यु आर नट एक्चुअली ट्रेडिङ योर ओन पर्सनल क्यापिटल एउटा ब्रोकर थ्रु हैन तिमीहरुले फर्मको नै तिमीहरुले क्यापिटल ट्रेड गरिरहेको छौ अनि दैट एक्चुअली चेन्जेस द होल कन्भर्सेसन हैन सो योर फोकस बिकम्स डेभलपिङ द डिसिप्लिन एन्ड कन्सिस्टेन्सी टु अर्न फन्डिङ रादर देन रशिङ टु सेन्ड लार्ज अमाउन्ट अफ मनी ओभरसीज यो कुरा बुझ अनि वेदर यु आर ट्रेडिङ विथ 5000 अकाउन्ट अर $200,000 अकाउन्ट योर एज इज वाट म्याटर्स नट हाउ मच मनी यु डिपोजिटेड सिम्पल छ कुरा फन्डेड अकाउन्ट्स थ्रु गयो भने इज द बेस्ट वे इफ यु रियली वान्ट टु गेट इन्टु ट्रेडिङ नेपालबाट ओके नाउ लेट्स टक अबाउट द बिगर प्रब्लम नोबडी एक्चुअली टक्स अबाउट है टु बी अनेस्ट मोस्ट बिगिनर ट्रेडर्स आर आस्किङ द रङ क्वेसन धेरैजना तिमीहरू चाहिँ जो कोही पनि बिगिनर ट्रेडर छौ ट्रेडिङमा छिर्न खोजिरहेको छौ तिमीहरूले जहिले पनि रङ क्वेसन सोधिरहेको हुन्छौ के दाइ ट्रेडिङमा डिपोजिट कसरी गर्ने ब्रोकर अकाउन्टमा दाइ ट्रेडिङ इलिगल हो कि लिगल हो दिस इज नट द मेन क्वेसन दैट यु नीड टु बी आस्किङ योरसेल्फ एट दिस स्टेज यु शुड बी आस्किङ हाउ डु आई बिकम प्रोफिटेबल ट्रेडर फर्स्ट बिकज लेट्स बी रियल हैन भोलि नै नेपाल सरकारले हाम्रो बालेनजी आएर चाहिँ ल नेपालमा फरेक्स ट्रेडिङ चाहिँ लिगल भयो है फरेक्स ट्रेडिङ फुल्ली रेगुलेटेड भयो तिमीहरूले अब यसरी पैसा डिपोजिट गरेर फरेक्स ट्रेड गर्न सक्छौ भनेर भोलि नै अनाउन्स गरिदिनु भयो भने पनि हाम्रो बालेनजीले 99% अफ यु विल स्टिल एन्ड अप लुजिङ मनी किन लको कारणले हैन ल नै छैन भर्खर ल खुल्यो यस्तो उस्तो भएर इट्स नट बिकज अफ द ल द ओन्ली रिजन इज बिकज दे डोन्ट ह्याभ अ स्ट्र्याटेजी दे डोन्ट ह्याभ रिस्क म्यानेजमेन्ट दे डोन्ट ह्याभ पेशेन्स एन्ड दे डेफिनेटली डोन्ट ह्याभ ट्रेडिङ साइकोलोजी हैन ट्रेडिङमा चाहिँ अगाडि बढ्नको लागि मान्छेलाई यो इलिगल छ कि छैन भनेर कसैले रोकेको होइन उनीहरूको आफ्नै बानी बेहोरा उनीहरूको आफ्नै ह्याबिटले रोकिरहेको छ सिम्पल छ कुरा अनि फाइनली चाहिँ मैले तिमीहरूलाई एडभाइस दिनु पर्यो भने यदि इफ यु आर इन द बिगिनिङ स्टेज अफ योर ट्रेडिङ जर्नी मैले एडभाइस तिमीलाई दिने भनेको यति नै हो नम्बर 1 भनेको लर्न फर्स्ट जेसुकै गर युट्युबबाट सिक आफै सिक जेसुकै गर गुरु समात मेन्टरशिप जोइन गर जेसुकै गर पहिला सिक लर्न फर्स्ट नम्बर 2 भनेको डेमो अकाउन्ट खोल डेमो अकाउन्ट खोलेर ट्रेडिङ भ्यू जस्तो प्लेटफर्महरुमा जाऊ कसरी अर्डर प्लेस गर्ने के चार्ट हो कस्तो हो के हो सबै कुरा बुझ हैन डेमो अकाउन्ट त्यसपछि नम्बर 3 भनेको अन्डरस्ट्यान्ड द लज एन्ड रेगुलेशन्स बिफोर यु एक्चुअली मुभ इन्टु रियल मनी मैले फेरि भने हैन ल के छ रुलहरु के छ हैन नियमहरु के छ त त्यो कुरा पहिला बुझ एक्चुअल रियल पैसा नै म ब्रोकरमा डिपोजिट गर्छु भनेर जोसिनु भन्दा अगाडि नै पहिला लहरु बुझ सबै कुरा बुझ नम्बर 4 भनेको चाहिँ डोन्ट ब्लाइन्डली फलो अल दिस ट्रेडिङ इन्फ्लुएन्सर्स जो कोहीले पनि तिमीहरुलाई ट्रेडिङ इन्फ्लुएन्सरहरु टिकटकमा युट्युबमा हैन मैले यसरी अकाउन्ट खोले मैले बाइनेन्समा यसरी युएसडीटी किने मैले बाइनेन्सबाट चाहिँ यसरी मैले ब्रोकरमा पैसा डिपोजिट गरे भनेर तिमीले देखिरहेको छौ भने ब्लाइन्डली ट्रस्ट नगर हैन मेक श्योर यु आस्क देम हैन रिस्क के छ त यसमा मैले यसरी क्रिप्टो मैले किन्दै छु भने क्रिप्टो अनुसार मैले क्रिप्टो किनेर मैले यसरी डिपोजिट गरे रिस्क के छ त भनेर त्यो क्वेशन सोध हैन सिधै ब्रोकरमा यसरी डिपोजिट गर्न नतम्स्यौ हैन एन्ड फाइनली रिमेम्बर दैट ट्रेडिङ इज अ म्याराथन नट अ स्प्रिन्ट हैन तिमीहरु जहाँसुकै हो तिमीहरुले नेपालमा होस् अस्ट्रेलियामा होस् क्यानाडा होस् युके होस् जहाँसुकै होस् मार्केट डज नट केयर वेयर यु फ्रम हैन इट ओन्ली रिवार्ड्स डिसिप्लिन ट्रेडर्स बुझ्यौ त्यति कुरा बुझिराख सो आई होप दिस भिडियो क्लियर अप सम अफ द कन्फ्युजन तिमीहरुलाई जति पनि कन्फ्युजन थियो केही कुराको इलिगल लिगल यता उता भन्ने कुरा मैले यो भिडियो थ्रु मैले तिमीहरुलाई भन्दिन खोजे मैले बुझेको मैले जानेको कुराहरु इभन दो आइ एम नट इन नेपाल त्यही भएर चाहिँ यदि तिमीहरुलाई यो केही कुराहरु तिमीहरुको कन्फ्युजन क्लियर भयो भने मेक श्योर यु लाइक द भिडियो सब्स्क्राइब द च्यानल अनि तल कमेन्ट गर नेक्स्ट कुरा चाहिँ मैले तिमीहरुको के कन्फ्युजन छ तिमीहरुको बारेमा अथवा के सिकाए भने केको बारेमा भिडियो बनायो भने तिमीहरुलाई हेल्पफुल हुन्छ जस्तो लाग्छ मेक श्योर यु कमेन्ट डाउन बिलो अनि एज अलवेज नेपाली एनोनिमस ट्रेडर साइनिङ आउट जय नेपाल स्टे एनोनिमस स्टे प्रॉफिटेबल जय नेपाल